आसन्न मेयर कप 2081को तयारीको लागि अहिले खेल मैदान भिजाउने काम समाधान भइरहेको छ। त्यसपछि नगर क्रिकेट विकास समितिको आयोजनामा लागेको मेयर कप 2081मा यो गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानलाई अहिले नगरपालिकाको दमकलद्वारा भिजाउने काम भइरहेको छ। यस रङ्गशालामा फुटबल, त्यसको नजिकै भलिबल, क्रिकेट, ब्याडमिन्टन र कराटे यी रङ्गशालाको आसपासमा पनि आयोजक संस्था नगर क्रिकेट विकास समिति जनाएको छ। यी चैत्र 28 गतिबाट सुरु हुने मेयर कपमा नगरका 11वटा वडाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। यस खेलका लागि बाहिरका खेलाडीहरू समावेश गर्न पाइने छैन। त्यसको लागि 18 गतिभित्र नै वडागत प्रतिनिधिहरूले खेलाडीहरूको नामहरू दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। ल यो आज जुन दमकलले पानी छापिराख्नु भएको चाहिँ किन यसो गर्नुभयो? यो चाहिँ हाम्रो ग्राउन्ड मर्मत सम्हारको निम्ति ग्राउन्ड चाहिँ अत्यन्तै अलिक हार्ड अहिले सुक्खा भएको हुनाले हामीले चाहिँ दमकल मार्फत हुन त हामीले मोटरको पनि तयारी गरेका छौँ, तर पनि दमकल मार्फत चाहिँ अहिले हामीले भिजाउने कार्य गरिरहेका छौँ। अलिक सफ्ट हुन्छ कि भनेर मेयर कपको तयारीको लागि नै हो यो चाहिँ। अनि के छ मेयर कपको तयारी चाहिँ कस्तो भइरहेछ? मेयर कपको तयारी लगभग 50% चाहिँ हामीले तयारी गरिसकेका छौँ होइन। हामीले टाइसेटहरूदेखि लिएर बनाउने कार्यहरूदेखि लिएर विभिन्न खेलकुद वडाका खेलकुदका अध्यक्षहरूसँग समन्वय गरेर हामीले पत्रकार सम्मेलन पनि गरिसकेका छौँ। लगभग 50% काम सकिसकेको छ। बाँकी 50% काम स्टेज निर्माण गर्ने कार्यहरू, गेट निर्माण गर्ने कार्यहरू, फुटबलहरू, खेलकुद सामग्रीहरू वितरण गर्ने कार्यहरू चाहिँ धमाधम भइरहेको छ। हुन्छ नमस्ते। यो मेयर कपको लागि अहिले ग्राउन्ड तयारी भइरहेको छ। यो सुस्ताची नगरकै एक प्रतिष्ठित खेल मैदान पनि भएकोले सबैको नजर यस ग्राउन्डमा केन्द्रित रहेको छ।